यार त्यो झुसेले मबाट 5 रुपियाँ लगाएको थियो यार 3 दिन भइसक्यो अझै ढिले दिने न यार त्यो सालेले जाम हिट न जाम हिँड त्यो साले भने जाम भने होइन अझै ढिले दिने यार त्यो सालेले यार कति आवश्यकता छ यार थाहै पार्दैन यार तँले यार सालेले मबाट 5 रुपियाँ लगाएर कहिले दिनु भयो दिनुहोस् भन पुरा दिनुहोस् कहिले दिनुहोस् भन म बरु भिडियो जान्छु कहिले जान्छस् त म जाने भनेर जसले लगाइन यार कसैले जान्छ कहिले मोबाइल लगाएर अझै दिनुहोस् तसँग काम छ त्यहाँ तैँले मलाई पैसा नदिएको तिमीले अरे खोज्दै म दिन्छु कहिले दिन्छस् भन कहिले दिन्छस् तैँले 3 दिन भयो थाहा पनि थाहा भन्न कहिले दिन्छस् भन फेरि भन म जसरी हुन्छ म विदेश गएर भने म हजुरको म कर्जा तिरिहाल्छु तैँले फेरि पहिलाको जस्तै धुरा गरिसकेर मैले के गर्नु त्यस्तो हुन्न त्यस्तो तैँले त्यो गर्छस् म त विश्वास थियो तैँले विश्वास तोडिसकेँ म गल्ती गरौँ न मलाई बास एकचोटि मलाई विदेश बसाउनुहोस् म बात त्यस्तो भुल्नेवाला छैन अब तिमीले त्यस्तो गल्ती गर्छै गरिस् भन म गर्दैन गरिस् भने नि कारबाही हल कति चाहियो फेरि भन अहिले मलाई चाहियो 5-6 हजार 5,000 चाहिँ फेरि अरूचोटि गल्ती गरेछ भने नै म गल्ती गर्दिनँ मेरो विश्वास गर्नुहोस् गुरुबा ल म तँलाई दिन्छु अर्कोचोटि गल्ती गरिस् भने यस्तो गल्ती पट नगरेस् 1,000 2 3 4 5 6,000 रुपियाँ हाल्दैछु हेर यो कुरा ध्यान राखेस् पहिला जस्तै धोका गरिस् भने नै हुने छैन गुरुबा हुने थाहा पाछस् नि नै हुने छैन ल अर्कोचोटि यस्तो गल्ती कति नगरेस् हुने छैन खुसी हुने थाहा पाइस् नि हुने छैन विदेश गएर पैसा कमाएर त्यो पैसा कहिले स्यालेरी यहाँ मल पठाइदिने थाहा पनि थाहा भन्न हजुर ल यति मेरो आशीर्वाद छ तँले राम्रो काम गरे यस्तो गल्ती गरिस् भने अर्कोचोटि तँले माफ दिन्न नि फेरि नै स्विच साला जो खोज्थेले मलाई विदेश जा भनेर त र म पनि विदेश जान्छु भनेर यो बाटो फेरि 5 रुपियाँको बजेट 5,000 6,000 लिएको छु विदेश त कसरी जाने तिमीले खोइ जे त होला अब भुरेकोमा जाने भुरेकोमा गएर रक्सी खाने यो टेन्सन दूर गर्नुको लागि कति 6,000 भनेको थियो कति छ गुरु ओहो 60,000 आएछ तर उसले 6,000 ल ओके ठिक छ ल अब चाहिँ जानुपर्छ आज पसल मिल्ने कि क्या हो आज खोजेर झिसी पनि कता गयो यो झिसी चाहिँ आज आयो है ए झिसी आज कहाँबाट बाटो पुऱ्याएर आइस आज कहाँबाट आउने यार आज टेन्सन छ यार धेरै के टेन्सन हो फेरि के टेन्सन हुने अब म त अब विदेश जानु पर्ने नै भयो आज यहाँ बिहान आएर कसैले मलाई फर्काएर गएको छ यति उसको कर्जा तिर्न छु भने त उसले मलाई खुसी मारिहाल्छ यार ए कसैले भन्दै थियो त्यो झिसेले ऋण लिएको छ भनेर त्यसैले होला भन्दै थियो त्यसैले हो बरु रक्सी 6 दिन है 1,000 रुपियाँको दिनु न है के गर्ने विदेश त जानै पर्यो नजाम भने कसैले मलाई मार्ने भयो है बरु आज भोलि तेरो चाहिँ कति होटल चिन्ता छ यो छैन भने नि कति चल्दैन बराबरी आउँदैन गर्नु के गर्ने अब जाने परिहाल्यो नि तपाईँले खोजोस् भन्दा कुन चाहिँ जाने अब जाने चाहिँ अमेरिका सोचिरहेको छु है अब कस्तो हुन्छ होइन अब पहिलोचोटि जाँदैछु होइन
ल म चढाइहाल्छु नि है त मेरो म यो गाउँमा हुँदाखेरि केही परो छ भने चाहिँ टेन्सन दूर गर्ने चाहिँ उनीहरू खुट्टीबाट चाहिँ धेरै प्याक छ हामीलाई पनि छोडेर जानु भइरहेको छ तपाईँको छाड्नुको लागि छाड्नु परिहाल्यो नि है ल त म अहिलेको लागि चाहिँ जान्छु होइन यति अब नजाने प्लानमा चाहिँ होइन यसो म फेरि भेट्न आउँछु नि त है म भोलि अब साँझतिर चाहिँ म घर छोड्छु होला होइन भोलि बिहानतिर मजाले बसेर कुराकानी गरौँला नि त है ल त है त फेरि ल ल ल मन नदेखा मन बस स्विच जानै पर्छ यार मजा भेजा लाग्छ यार स्विच हो झिसे जान लागि म जान लाग्यो होइन अब हेर्न अब यताउता होइन अब कस्तो अब फेरि अब आउने त आउँदैछु अब हामी अब 2-3 वर्षपछि आउँछु होइन फेरि मजाले फेरि भक्तिमा आएर फेरि चलाउने छु होइन ल त फेरि है त खन्दै गर है ल ल ल म गर्छु गर्छु यो खोस्टेले चाहिँ अब 1 महिनाको स्यालेरी चाहिँ पठाउनु भनेको छ अहिले चाहिँ अब 3000 खातामा हालिदिनु पऱ्यो बाँकी चाहिँ अब उठी गएर दिनु पऱ्यो फोन त हाल्नु पऱ्यो हेलो सन्चै छस् काम गर्छु चलिरहेछ नि अनि पैसा कहिले हालिदिन्छस् त त्यो गाडा 10-12 वर्ष हुन्लाई लो पैसा हालिदिन्छस् कि हालिदिनुहोस् ल ल ल ल यो महिना हालिदिन्छस् ल ल छिटै हालिदिएछ है ल ल हुन्छ 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 ल ल हस् 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 ल ल त ल हुन्छ 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 झुसे विदेश गयो पनि 10-11 वर्ष भइसक्यो आउने समय पनि भइसक्यो टिओएसले प्रगति गर्छ कि होला म चाहिँ यो पसल अब चाहिँ चलाउँदिनँ कटिखेर आइस् नि छाछा नाना छाछा न छोचे छे म तसँग बोल्दिनँ छा छे छोचे छाना छोछु छाछा न छोछु बोल्दिनँ छाछा छे छे छो फाचिङ दोका छना फाचिङ न छना ओ बुढे कहाँ आइस आउने दिसे म माथि गाउँ लिएर आएको थिएँ मैले सुनेको यो झुसेट आयो अरे आएछ त्यो झुसे तर त्यसको ऊ भोइस नै बुझिन्न ए त्यो अमेरिका बसेर आयो कि त्यसो भाषा मैले बुझेको छु यार ए हो र त्यसले पैसा 3000 हालिदिएको थियो बड्डा खै अहिले हालिदिने थियो खै म त्यही बुझ्न जान लागेँ तसँग के कुरा गर्थ्यो पैसा बारेमा मैले केही बुझेन त ल ल म अहिले आउँछु तँलाई पार्टी पनि दिन बरु भोलि पर्सिबाट है ल ल ल ओहो छाछा आछु छ छो छे छिटो छोटा त्यहाँ मलाई छिटो छो 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 कति बडा छ छा छा द 3 माथि आछ 3 छत्ती बडा छिटो चाहिँ छोटा मान्छे छो छा छा 5 छोटो बजा दादा छो छे 5 5 छ छ फुटी आछ ल छ ल छ छ